हेलो नमस्कार छ सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि आज चाहिँ म न्यू ब्लग न्यू तरिकाले अनि कमेडी टाइपको गण्डकी परेशको स्टार्टर विवश आले 68 करोडको कमेडी भिडियो लिएर आउँदैछु। सो हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट लाइक सेयर गर्नुहोला। नम्बर 1 मा पर्न सफल चलाखी स्टार्टर विवश आलेको कमेडी हेर। अब 68 करोड अब खासै धेरै त होइन, त्यही भएर अब तर हजुरहरूले एकचोटि होटेलमा बस्दाखेरि कति खर्च गर्नुहुन्छ? होइन, हामी अब यस्तो चान्चुनेमा बसिन्न होइन। यस्तो अब एउटै रुमलाई अब 18,000 एकदम थोरै भनेको एकदम नर्मल टोयलेट जस्तो क्या। टोयलेटमा त्यो टोयलेट पिसाब त्यो दिशा पिसाब गर्छ नि, बाथरुम साथरुम त्यतिलाई त्यो युज गर्न मात्र 18,000 लाग्छ भने रुमलाई कति लाग्ला? रुम चाहिँ हामी 1.5 लाख जतिमा बस्छ। लगा मेरा मजाक बसिन्छ होइन, 1.5 लाख बसिन्छ। 68 लाई देख्न पाइयो होइन? ब्लगमा 68 खोजिरहनु भएको थियो तपाईँहरूले। दुईजना सानो लिफ्टरहरूसँगै भयो। गजब बेइज्जती है। धेरै खुसी लाग्यो मलाई। सानो मान्छेसँग खासै नजिस्क्यौँ है। नहीं अभी और सुनिए। यस्तो जिस्किने मान्छे अस्ति 3 जना मान्छे मारेको जिस्क्याउँदा। लो रक्षा गर्नु तैँले पुर्या दुनियाँ ठाउँमा ल। माया गर्दैन न त मुर्दालाई पनि।